दुई पाटे एक सुईले टिप्नुपर्छ हैन होइन यो त कलिलो हो नि फर्स्टपछि त कलिलो छ नि त यो त फर्स्ट पहिला टिप्नुपर्छ नि फर्स्ट हो है दामी हुन्छ है यसको टेस्टहरू चाहिँ फर्स्ट हो अब फर्स्टको त अब फर्स्टको कस्तो दामी हुन्छ नि त्यसमा बनाउनु जान्नुपर्छ कि कस्तो दामी हुन्छ नि मक 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 चिया मक मक बनाउँछ नि यो त टिपेर चाहिँ तल बनाएको पठाइदिउँ भनेर तल तेरो लागि टिपिदिएको हौ अब तेरो घरमा मध्येपछि हुँदैन होइन के भएर त्यही भनेर त अन्त तेरो लागि त बनाइदिएको त अब टिपेर आज ओइलाएर भोलि त भइहाल्छ नि ओइलाइराख्यो हो यस्तो घाम ओइलिहाल्छ कस्तो दामी छ कति होइन ब्ल्याक टी टिप्नु त आउँछ मलाई यसरी फट्टा 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 दुई हातले टिप्छ नि कस्तो मजाले त्यो त बानी भएको कमानकोहरूले मात्रै सक्छ नि है हामी कमान जस्तै छु नि कि हाम्रो घरमा त अब अलिअलि मात्र छ नि त त्यही भएर नि चैतैमा त आयो यसरी